गन्तव्य कुनै निश्चित ठाउँ होइन, त्यो त यात्रा गर्ने तरिका हो। कसरी म हिँडिरहेकी छु, कसरी म जीवन भोगिरहेकी छु, त्यही नै मेरो यात्रा हो। कहिले त धेरै थकाइ लाग्छ, कहिलेकाहीँ आँखा रसाउँछ पनि। न थकाइले मात्र होइन, कहिलेकाहीँ बिर्सिएर आफूलाई गुमाए जस्तो लागेर। तर फेरि एक सास लिन्छु, एक गहिरो सास, अनि सम्झन्छु त यहाँसम्म आइपुगिस्, अब किन रोक्ने, र फेरि अघि बढ्छु। निश्चितता नभएको बाटोमा आशाको एउटा कागज लिएर हरेक पटक म चाल पाइला बढाउँछु। अब म बुझ्छु, जीवनमा कहिलेकाहीँ बाटो खोज्नु पर्दैन, आफ्नो हातले बाटो आफै बनाउँछ है।